ल विस्की लिएर एकछिन ठाडो गरौ न ओ विस्की लिएर दर्शकले ओहो हो यो एकदमै डरलाग्दो अवस्था छ यहाँ एकदमै डरलाग्दो अवस्था छ तपाईँ हेर्नुहोस् ओ माई गड तपाईँलाई म भाटबेटनी भित्र गएर देखाउँछु भाटबेटनी भित्रको अवस्था कति डरलाग्दो छ भन्ने कुरा तपाईँलाई यहाँ म देखाउँछु भाटबेटनीबाट सामानहरू निकालेर पाडी हान्न आइज बरु दारू मगाउँछ मेरो घरमा पाडी हान्न आइज बरु सिमसिमे पानीको पाटु बनाउ ल हेर्नुहोस् आइसक्रिम उठाइएको अवस्था छ तपाईँ यहाँ देख्न सक्नुहुन्छ ल हेर्नुहोस् यहाँ यसरी यहाँ धेरै यहाँबाट जे चाहिन्छ भाटबेटनी भित्रबाट लगिएको अवस्था छ यहाँ बाहिर पनि यस्तो बनाएको छ यो निकै नै डरलाग्दो अवस्था छ नेपालमा यो उतातिर घर जलिरहेको अवस्था छ ढुङ्गा हानेर घर फुटाएको अवस्था छ मानिसहरू कति चाहिँ राजनीतिक कुराहरूप्रति विक्षिप्त छन् भन्ने कुरा यसले देखाएको छ मानिसहरूमा मास डिप्रेसन जस्तो बङ्गलादेश त के थियो र बङ्गलादेशमा खाने पाएको छैन हाम्रो नेपालमा जति खान्छ खाओ न ल तपाईँहरू खान पाएको कि होइन भोक लागेको छ कि छैन के खानु हो तपाईँहरूले ए फलफुल ल्याएर खुवाइदियो केटा हो